आजभन्दा 1.5 वर्ष अगाडि ब्याचलर सकेर आफ्नो काम्लो बोकेर चाहिँ म काठमाडौँ आएको थिएँ के। म एउटा नयाँ ठाउँमा जान्छु, म नयाँ काम गर्छु। त्यस नयाँ सर्कलमा चाहिँ म भिज्न चाहन्थेँ अनि आफ्नो घरभन्दा बाहिर रहेर चाहिँ म के प्रगति, उन्नति गर्न चाहन्थेँ, आफ्नो केही प्रोग्रेस गर्न चाहन्थेँ के। त्यही सिलसिलामा म काठमाडौँ आइसके पछाडि मैले कामको लागि चाहिँ धेरैजनाहरूसँग रिक्वेस्ट गरेँ कि मलाई यो जब लगाइदिनु, त्यो जब लगाइदिनु भनेर। त्यो जब लगाइदिनु भन्दै गर्दाखेरि मैले आफूले आफूमा अ, के कुरा चाहिँ हुन जरुरी थियो भन्दाखेरि चाहिँ, "स्मिता तँसँग स्किल्स चाहिँ कतिको छ है? तँलाई ल्यापटप चलाउन आउँछ कि आउँदैन? तँलाई इङ्ग्लिसमा लेख्न, बोल्न आउँछ कि आउँदैन? कोहीसँग बोल्न, कम्युनिकेसन स्किल गर्न, अ, कोही क्लाइन्टहरूले गाली गर्यो भने त्यसको रेस्पोन्स कसरी दिने, कस्टमर कसरी ह्यान्डल गर्ने, यस्तो कुराहरू आउँछ कि आउँदैन भन्ने कुराहरू चाहिँ मेरो मनले मलाई धेरै भनिरहेको थियो है। त्यही आधारमा मैले चाहिँ खासमा यही स्किल्सहरूलाई चाहिँ ग्रो गर्दै गरेँ के। म जबको लागि धेरै ठाउँमा भौतारिएँ, कुनै ठाउँमा रिजेक्सन भयो, कुनै ठाउँमा मिल्यो, कुनै ठाउँमा काम पनि गरेँ होइन। सो कामहरू गर्दै जाँदाखेरि चाहिँ आफूले नै सिक्दै गरेको कुराहरू चाहिँ स्पेसल गरेर है, मैले चाहिँ मलाई चाहिँ खासमा यसरी बोल्न चाहिँ एकदमै आउँछ है। तर ट्याक्कै जो एकदमै सेल्स पर्सन हुन्छ नि, त्यो सेल्स पर्सनमा हुने खुबी चाहिँ मसँग थोरै अलिकति कम हो कि जस्तो फिल हुन्छ कि, किनकि म त्यो अर्कै टाइप, अर्कै जेनराको मान्छे छु कि होइन। जो सेल्ससँग रिलेटेड स्किल्स र मार्केटिङसँग रिलेटेड स्किल्स, कस्टमर सपोर्टसँग रिलेटेड स्किल्स चाहिँ मैले सिक्दै गएँ। यो हुँदै गर्दाखेरि चाहिँ मैले अहिले आएर चाहिँ आफूले सोचेको, जानेको जति कुराहरू र आफूले फ्युचरमा गर्ने कुराहरू चाहिँ लगभग त्यो बाटोसम्म चाहिँ म पुगिसकेको छु होइन। सो यसलाई अझै माथि उकाल्नको लागि चाहिँ मैले धेरै मेहनत गर्नुपर्छ अझै पनि। यो चाहिँ मेरो एउटा एक्सपिरियन्स भयो ब्याचलर सकिसकेपछि यता काठमाडौँ आउँदाखेरि जबको लागि गर्ने कुराहरूदेखि लिएर होइन। मैले जब चाहिँ आफै खोजेको हो है यो चाहिँ। मैले लिङ्क्डइनमा आफ्नो प्रोफाइल बनाएँ। मेरो जबमा पनि प्रोफाइल बनाएँ र यति धेरै जब एप्लाई गरेँ भन्ने सीमा छैन के मेरो है। सो एउटा ठाउँमा इन्टरभ्यू दिन गएको थिएँ। त्यो ठाउँमा चाहिँ मेरो इन्टरभ्यू सक्सेस भइसकेपछि जब मैले जब पाएँ त्यतिखेर म धेरै खुसी भएको थिएँ कि धन्नले अब चाहिँ मैले मेरो कुम्लो-काम्लो बोकेर चाहिँ फेरि हेटौँडा रिटर्न हुनु पर्दैन भन्ने सोचेको थिएँ के। सो तपाईँहरूको पनि यस्तै के एक्सपिरियन्स छ भने भन्नुहोला। यो मेरो 30 डे च्यालेन्जको चाहिँ 14th एपिसोड हो जसमा चाहिँ मैले मेरो जबसँग रिलेटेड कुरा, जब पाउनलाई गर्नुपर्नेको कुराहरू चाहिँ भने। थ्याङ्क यू।